एभ्रिवान च्याजलो सबैजनालाई र आज के हो भने तपाईँले देखिसक्नु भएको होला र आज चाहिँ हाम्रो बोजू बितिलाको 6 वर्ष पुगिसकेको छ र आज चाहिँ बोजूको नाममा चाहिँ घरमा बत्ती बाल्नलाई यहाँ तयारी चल्दैछ र यहाँनिर चाहिँ दादाले साङहरू बनाउँदैछ र यता चाहिँ आँटाहरू बुझाउँदैछ। यो चाहिँ भरे खाजाको लागि मान्छेहरू हुन्छ, मान्छे भन्दा पनि हाम्रो फ्यामिलीहरू आउँदैछ र अहिले चाहिँ हामीले रेडी बनाएर राखेको। यहाँनिर चाहिँ गुरुजी चाहिँ आइसकेको छ, गुरुजी प्लस दादा हुनुहुन्छ हाम्रो। यहाँ चाहिँ लासेमहरू बनाउँदैछ र यता चाहिँ काका भाइ मामाहरूले चाहिँ बत्ती तयार गर्नुहुँदैछ। अहिले यसमा बत्ती बाल्नुपर्ने हुन्छ र यहाँनिर चाहिँ दादाले डन्डाहरू खारेर चाहिँ यहाँ बत्तीमा हाल्ने काम चाहिँ उसो र मेरो काम चाहिँ यहाँनिर चिया बनाएर सबैजनालाई दिने काम र मैले चाहिँ चिया बनाउँदैछु र यहाँनिर चाहिँ भाइले चाहिँ साङहरू पोल्दैछ र सबैजनालाई मैले चिया दिइसकेको छु र यहाँनिर चाहिँ पूजा चाहिँ हाम्रो स्टार्ट भइसकेको छ र सबैजना बसिसकेको छ पूजामा। र हाम्रो आदि पूजा सकिसकेछ। अब हामीले चाहिँ यहाँ बत्ती बाल्दैछौँ। आजको मेन काम चाहिँ हो बत्ती बाल्नुपर्छ हो र हामी चाहिँ दिदी र म चाहिँ यता खाजा बनाउन थाल्यो। अरू सबैजना पूजामै बसिरहनु भएको छ हो। दिदीको काम बेल्ने, मेरो पोल्ने काम हो र अहिले चाहिँ आदि चाहिँ पूजा सकिसकेको छ र अब चाहिँ हामी यहाँनिर एकछिन ब्रेकमा चाहिँ सबैजनालाई खाजा दिइहाल्ने भनेर चाहिँ सबैजना यहाँ बसिसक्नु भएको छ हो। यहाँ गुरुजी लिनुहुँदैछ, सबैजना बसिसक्नु भएको छ खाजा खानु लागि हो। पूजा सकिहालेको छैन, अहिले आदि ब्रेकमा चाहिँ सबैजनालाई खाजा दिइहाल्यो किनभने बिहानदेखि खाएको थिएन कसैले पनि हो। यहाँनिर चाहिँ सबैजनालाई कोकहरू खाँदैछु र अब चाहिँ मेरो टर्न है खाने। सबैजनालाई दिइसकिहाल्यो चाहिँ म खाँदैछु र अब चाहिँ मेरो यहाँनिर भाँडा धुने काम हो। यहाँनिर मैले सबै कामसाम सकेर यहाँ बहिनी र म चाहिँ एकछिन बस्दाखेरि चाहिँ यहाँ बहिनीसँग भिडियो बनाएको हो र फेरि हाम्रो चाहिँ यहाँ पूजा स्टार्ट भइसक्यो। एकछिन त ब्रेक जस्तो हुन्छ रहेछ हो, अन्त ब्रेक भएर त्यहाँदेखि फेरि स्टार्ट भइसकेको छ पूजा र फेरि अब चाहिँ हाम्रो लन्चको टर्न आयो हो। अब चाहिँ हामी यहाँनिर पनिर र मटरको सब्जी बनाउन आँटेको। यहाँनिर चाहिँ दिदी र बहिनीले बनाउँदैछ, म चाहिँ यहाँनिर दालहरू बसाइहाल्छु भनेर चाहिँ यहाँनिर दालहरू पकाउन स्टार्ट गरेको मैले चाहिँ। अरू चाहिँ सबैजना पूजामै हुनुहुन्छ, हामी चाहिँ तिनजना बनाऊँ न भनेर चाहिँ यहाँ किचनमा आएको। खानु चाहिँ भर्खरै खाएको तर पनि अब लन्च त गर्नै पर्यो भनेर चाहिँ हामी यहाँनिर म बहिनी दिदी चाहिँ यहाँनिर किचनमा आएर खाना बनाउनु थाल्यो हो। हामीले खाएको चाहिँ 1 घन्टा पनि भएको थिएन हो, फेरि बनाउनु स्टार्ट गरिहालेको। अरू चाहिँ सबैजना पूजामै हुनुहुन्छ। मेरो बहिनी चाहिँ यताउता गर्दै बनाइसक्नु आँट्यो। पूजा पनि उता सक्नु आँट्यो होला, हामी पनि यहाँनिर बनाइसक्नु आँट्यो खाना। र अब चाहिँ हाम्रो वाङ थाप्ने टाइम हुन्छ र म चाहिँ वाङ थाप्न जान्छु हो। अरूले चाहिँ थापिसक्यो हो र यहाँनिर चाहिँ मलाई वाङ दिनुहुँदैछ। बुद्धिस्टहरूको चाहिँ यो चाहिँ सबैभन्दा मेन चिज हो वाङ र सुङ्गी चाहिँ हो।
र हाम्रो चाहिँ पूजा चाहिँ आज सकियो है। र यहाँनिर चाहिँ लास्ट केही पूजाको उयो रहेछ नि त यहाँ गर्नुपर्ने। र यहाँनिर चाहिँ अब छो बनाउँदैछ भाइ बहिनीहरूले हो। छो बनाउने काम चाहिँ तिनीहरूको, खाना बनाउने काम चाहिँ मेरो भनेछ है। यिनीहरूले बनाउँदैछ छो चाहिँ हो। र यहाँ चाहिँ भाइले सबैजनालाई छोहरू बार्दैछ। र अब चाहिँ हाम्रो फेरि खाना खाने टाइम भइसकेको छ र सबैजना खाना खानु बसिसकेको छ हो। सबैजनालाई दिइसकेर चाहिँ म पनि बस्छु भनेको हो। र अहिले चाहिँ हामी खानासाना खाइसकेर पनि हो यहाँ बत्तीहरू आएको सबै मरिसके। सबैभन्दा पनि अब चाहिँ आधी मात्रै रहेको रहेछ, आधी मात्रै रहेको रहेछ हो। र बत्ती पनि मर्यो र अब हाम्रो भिडियो पनि सकियो है। र आजको लागि चाहिँ यति नै। बाई बाई, लभ यु अल।